बिचराहरू राइडरहरू नि नि ओ दाजु मोबाइल मोबाइल त भेटेको छैन दाजु त्यो राइडिङ ग्रुप नै हो क्या हो युट्युब के छ नाम आरजे राइडर मोबाइल त भेटेन दाजु कुन मोबाइल हो र डरै रहेछ त आए हो क्रस फायर आयो केटाहरू रकमा छन् कि यहाँ पल्टिनु पऱ्यो यिनीहरूलाई भन्दा अगाडि बाइकलाई उठाउने हो सो राइट अनि सो आजको नेक्स्ट भिडियोमा फेरि स्वागत छ अनि सो अब चाहिँ अर्को पालि आउला होइन अर्को पालि 4 जना होला मेरो लाइसेन्स आएपछि आउला ओके ओके होइन ठ्याक्क साथीहरू 2 जना एक्स्ट्रा छन् क्या ओके सो अनि हिजोको भिडियोमा चाहिँ हामीले यता राइड हानेको थिएँ अनि सो अब चाहिँ हिँड्न लगाएको हामी राइड हान्न गएको थियो हिजो मतलब एक दिन पछि अपलोड हुनुहुन्थ्यो अब चाहिँ अर्को चोट चाहिँ हामी त्यो ढुङ्गामा चढ्ने अब चाहिँ अब हामी फर्किन लागेको होइन टक्कसँग यो चाहिँ हामी उता रुमदेखि आएको त्यो 3 घन्टा पुरै लाग्यो हामीलाई स्कुटीमा यहाँ पुग्न अब चाहिँ जान सायद कम नै लाग्छ किनभने कि आउँदाखेरि चाहिँ हल्का उकालो बढी थियो क्या अब ओह्रालोमा चाहिँ त्यति पर्दैन होला जस्तो लाग्छ नि त्यही भएर चाहिँ अब हामी हिँडेको तैँले चाहिँ मलाई कति दिन बाँकी रह्यो 1000 रुपियाँ दिएको कति 1000 रुपियाँ कि कति 800 वहाँ 800 वहाँ 800 कहाँ तिरी 800 तेल 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 पानी तेल ओमा अब भन्नु पार्किङ रुपियाँ पनि चाहियो भन्न न 15-50 25 रुपियाँ भन्ने म 250 यो चार्ज हुन्छ अनि 25 भन्दा तुम्बी हो यार बचेको पैसा चाहिँ यति नै हो अब यो गालामा चड्डी हो कि ए त ठेल्ले छ त पर्दैन ल भन्दैन तँलाई ठेल्न भन दामी छ मेन भने यति हो को दिन सक्दिनु किन दिनु त्यही पर्मिसन लिनुपर्छ उता गोदावरीमा पनि हुने हो गोदा ओ नदीमा रोगमा केटाहरूलाई मान्छ माथि जाम गरेर होइन तल जाम गरेर जाम भनेर पुरै जाम होइन कि आधा के म सिङ्गलमा माथि पुग्छु है जान्छ 2 जनामा नि नै नै लोड धेरै लिने चढ्दैन होला त जाँदै गर सो 9 बजे 9:15 भयो अब हामीले उता 11 बजे अनि पुग्नु छ मैले रुममा ल त दिदी गएको कस्तो यता नेट टिपिरहेको छ हजुरको नेट चलिरहेको छ भाडा तिरेछ सब्सक्राइब त गरेर युट्युब सब्सक्राइब गरिदिनु न अरू युट्युबमा के हजुर अब बेलुका भोलिसम्म हजुरको पनि भिडियो आउँछ होला बरु बेलुकासम्म हजुरको पनि भिडियो आउँछ होला ल हुन्छ एउटा सब्सक्राइबर भयो भने बढ्यो होइन के गर्न यस्तै छ जिन्दगी तेल बढी सकिन्थ्यो ल आइज आइज बस बस ढिलो भइसक्यो यार सो के अब चाहिँ हामी यताबाट बाई बाई भन्दै तारलाई हिँडेको ओके अब चाहिँ डाइरेक्ट अब उही आफ्नो पुरानो ठुलो ठुलो भएको सहरतिर जाउँ होइन यस्तो फ्रेस हावा अब छोड्नै पर्यो भनौँ न बाध्यताले भयो नि बाध्यता
सम्झनाको विपनामा कल्पनालाई देखे अर्चनाको कल्पनामा के भनेको खै के भन्यो भने हामी चाहिँ हिँडेको घोडा घोडा यस्तो अच्छा समाज झोल बनाउनु बेलुकाको झोल बनाउनु पर्छ झोला ल्याइस् नि आफ्नो त्यहाँ लग्छ अनि ए बाटो यता माई मिस्टेक हो कि सरी ताल लागेको मुर्गा पक 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 पकाक के मारो भाई पेल के मारो रेल के निकालो यत्तिकैको बाटो भयो नि कुद्छ के होइन झोलामा हालेर भाइ पनि क्या दोस्त एउटा झोलामा हालौँ दुईवटा झोला छ दुइटैसँग बेलुका मस्तसँग खानुपर्छ झोल बनाएर चिसो पनि छ होइन हल्का तातो पनि हुन्छ अनि टुके पुगेछ हौ यहाँ पनि यो गर्ने अब भगाउनै पर्यो टाइममा पुगिनै पर्छ होइन नपुग्यो भने फेरि उता सुन्नुपर्छ त्यही भयो नि अब चिल्लो गाडी म परे परारी गाडी धुलो धुवा ठ्याक्कै मिल्यो यार माथि देखाएको अनि माथिदेखि तलबाट हो यहाँ हो माथिदेखि है गाह्रो छ बाटो पनि अब यसमा कपिराइट आउँछ होइन मलाई फिक्स थाहा छ तर पनि आई डोन्ट केयर गाना बजिरहेको छ नि त ब्याकग्राउन्डमा यसले कपिराइट हानिहाल्छ यसलाई गीत बजाएको त्यो भने मान्दैनन् कपिराइट हानिहाल्छ के गर्ने होइन बजाउनै पर्यो नत्र रमाइलो हुँदैन नानो आवाज आयो भने कपिराइट हान्दिनु उता नोटिस गइहाल्छ कि के गर्ने अब 5 लाख रुपियाँ जरिमाना हान्दा है होइन जरिमाना हुँदैन सिद्धियो चार सिद्धियो यार बदला एउटा स्पिकर नै किन्नु पर्यो क्या आज दामी एउटा बजाउन त बजियो ल फेरि उकालोमा यस्तै धौधौ पार्छ गाडीले नै पर्यो अब एकचोटि उताको मन्दिर जाउँला यार त्यो केबल कार चढेर चन्द्रगिरी यहाँ त गाडी आज बस्दै नै भयो त त्यो भने टाइम छैन आफ्नो है सो केटाकेटी हो साथीभाइ दाजुबहिनी देऊ जे भयो नि होइन अब यतिको मिहिनेत गरेर यतिको खर्च भइरहेको छ हल्का लाइक कमेन्ट नि हालिदिनु होला अनि च्यानललाई गाडीलाई नि पाल्नु छ अब यस्तो बाटो कुदाएर अब घर भनौँ न घर त यता कहाँ हुनु घर भएको भए मतलबै हुन्थेन रुममा जानुपर्छ गाडीलाई सर्भिस हान्नुपर्छ त्यस्तै खर्च निस्किन्छ होइन यस्तो बाटोमा कुदाएर नि अनि त्यही भएर हल्का सब्सक्राइब गरिदिनु होला अनि त्यही सपोर्ट नि गरिदिनु होला हल्का यस्तो भिडियोहरू अनि आइरहन्छ नि त अब हामीलाई पनि हल्का इन्कम भएपछि यस्तो ट्रिपहरू गर्न नि मन लाग्छ अब भ्यू चाहिँ जाँदैन नत्र भ्युज गयो
भने अब हुन्छ नि त आफूलाई पनि मन खुसी हुन्छ भिड गइरहेको छ है भने नि अनि गर्न नि मन लाग्छ त्यो सब्सक्राइब चाहिँ गरिदिनु होला सो अनि अब बाटो त यस्तै चाहिँ यताको धुलो धुवा भएको नेपाली सरकारलाई त म केही भन्दैन किनभने मलाई यस्तै बाटो मनपर्छ होइन पिचभन्दा हामीलाई यस्तै मनपर्छ त्यही भएर हामी चाहिँ ह्याप्पी किनभने कि पिचोड भन्दा पनि कहिले काहीँ यसो अफरोड नि हाल्नुपर्छ अफरोडको लागि चाहिँ चितलाङ A1 है A1 भन्छु म चितलाङ आउने मान्छेलाई जो अफरोडिङ गर्न चाहन्छ नि अब हेर्नु त्यो पछाडि यस्तो धुलो भइरहेछ अगाडि गाडीहरू नि आइसक्यो अब पार्क सार्क अब पछि नै जाउँला टक्कसँग अब यहाँदेखि गयो भने फेरि चाहिँ भिडियो एडिट गर्न नै 2-3 घन्टा लाग्छ किनभने अब सबै भिडियो एकचोटि हेर्नुपर्छ जति पनि भनौँ न अहिलेसम्म बनाउँछ अनि त्यहाँबाट पनि चुज गरी त्यही 10 मिनट 5 मिनट 7 मिनटको बनाउनु पर्छ नि त अनि त्यही भएर बढी टाइम लाग्न जान्छ अनि मेहनत जति हुन्छ त्यो अनुसारको फल मिलिरहेको छैन क्या अहिले चाहिँ त्यही भएर नै अहिले हजुरहरूको सपोर्टको एकदम आवश्यकता परेछ हो ढिलो त यस्तो खत्तम आइरहेको छ नि अगाडि गाडी भएछ त ओभरटेक हान्नै पर्छ नहाने काम छैन त किन बौलाको भादुरे छिटै पुगेला जस्तो भयो त यार छिटै पुगेला जस्तो लाग्यो जस्तो डेलिभर त किन 11 बजे पुग्नु छ नि त हामी फेरि उता कामतिर फेरि चट्ट परेर बाटो गएको हो त्यही भयो नि टाइम माथि पुगेको थियो नि हामी बस्यौँ 10-15 मिनट हिजोको भिडियोमा चाहिँ हामी यता आएको भिडियो छ ठिकै बोला नगएर भने केलाई गर्नु थाहा भयो पुग्दैन थियो जसले होइन ए दादा अरे दादा कस्तो अगाइ हो उता बस्ने ठाउँ पनि बनाएर चाहिँ त्योभन्दा राम्रो छैन नै त्यो टाइम पास घुम्न आएको मान्छे हुन्छ नसासा खाना त लियावाला हो क्रस पार आयो केटाहरू रकमा छन् कि यहाँ पल्टिनु पऱ्यो यिनीहरूलाई भन्दा अगाडि बाइकलाई उठाउने हो कि होइन गाडीभित्र नस्ता रहेछ यार हान्ने खाएर जाउँ त हात पुरै दुख्यो यार रोक्न त पाउँछ है रोक्न पाउँछ यहाँ मजाले रोकेर पाउँछ रोक्नको लागि फ्री हो खाजामा के छ ए चाउमिन छैन मैले भनेको सुकुटी चना आलु चना अन्डा पर्छ दुईजना कति हो चना अन्डाको चना अन्डा कसरी हो चना अन्डा 80 रुपैयाँ भन्छ भाइ ल त्यो 2 गरिदिनु त दुई ठाउँमा राख्दिनु हामी त्यही बसौँ होइन कता नजाउँ तल बसौँ तल यहाँ धुलो हुन्छ स्कुटी त यहीँ केही फरक पर्दैन ल ढुङ्गे बगर माया ढुङ्गे बगर ल हाम्रो साथी अन्डा छोलिरहेछ ल हाम्रो चाहिँ आइसक्यो खाना चना अन्डा ए माके यस्तो नगर यार सुर मेरो यस्तो राम्रोसँग छिल्यो अन्डा देखेर यी आफूले यस्तोसँग छिल्यो छोड्न खोज्छौँला ल सो अब चाहिँ एकछिनमा भिडियो बनाउँछौँ पहिला खाइहालौँ भोक लागिसक्यो होइन ल चेस म अर्सेमा पठाइदिउँला नै गइरह अहिले त्यो नउडाएर ल हिँड पानी पनि छ माथि सो अब चाहिँ हामी चलेको अब साथी बिल पे गर्छ अनि फेरि हिँड्ने यताबाट ए कस्तो बेसी राख्नु ल हुन्छ दाइ ल
अब चाहिँ हिँडेको ल पछाडि जाऊ बस्नु नै नै भाइ अफ रोडमा त मरि गयो नै नगर्नु इन्जन जान्छ केही छैन मलाई ग्यालन बा चाक पोल्यो पोल्छ त अनि जान्दिम अगाडि अब यति रोकौँ होइन जान त्यहाँ बढी धुलो हुने क्या त्यहाँनिर हेर्नु म खत्तम बिचराहरू राइडरहरू नि हेर्ने ओ दाजु मोबाइल मोबाइल त भेटेको छैन दाजु त्यो राइडिङ ग्रुप नै हो क्या हो युट्युब के छ नाम आरजे राइडर मोबाइल त भेटेन दाजु कुन मोबाइल हो र त्यही डरै रहेछ त नास्ता पसलमा त बिर्सिनु भएन हामी कहीँ रोकेकै छैन होइन ठ्याक्क अघि यहाँबाट तल झरेपछि ठ्याक्कै आइफोनको त ट्र्याक नै हुन्छ होला त आइएमआई नम्बर भयो कति समय अगाडि हो र हराएको भर्खरै हल्का छिटो छिटो जानु नि त त्यसो भयो हल्का छिटो जानु हो बरु पछाडि एकजना फोन हान्दै गर्नु आज राइडर भन्नुभयो अगाडि भेटाएपछि पछि भनिदिउँला हामी नै हेर्दै जान्छौँ बरु ल बस ल हुन्छ त है हेर हेर साथी हेर आइफोन पायो भने माथि अनलाइनमा राख्नुहुन्छ मोबाइल मोबाइलमा को राख्छु भिडियो मात्र बनाउने हो हेरै त यता म यता हेर्छु भिडियो बनाउनलाई त अनि बस्दैन म तल जान्छु ल आवाज कम गर्नु राम्रोसँग खस्लैमा तल छ रुख आइज आइज जय बजरङ्गी Oh boy. Talain din ogi. ल धुलो कम उडिरहेछ मुखभित्र पुरै बालु गयो यार स्योर माग्छन् ल
लालीगुडा चाहिँ सुरुमा एउटा राखौँ न अगाडि तल उता धाराहरू थियो नि तल धाराहरू थियो नि उतै हात धुम्ला यहाँ छँदैछ यतिको त यार एडभेन्चर नभएपछि के मजा तैँले आउने टाइमले गयो कि त्यही भएर त्यो लगेर अगाडि म जान्छु भयो तैँले नै माने ठिक छ त्यही आइदिन्छु नि म त भित्र जानुपर्छ क्या यस्तो ठाउँमा यो सब टिप सकेको थियो क्या मान्छे नसकेर लु कस्तो छ त अब होला केबुल कार यहाँ चढ्दो रहेछ नि पल्लो साइड हो परदेखि गएर यहाँ कहाँ आउने रहेछ तल मन्दिर उता हो त माथि यहाँबाट जाने यहीँदेखि यो माथि त हो मन्दिर तर यहाँदेखि होइन सिधै यहाँदेखि उता टुप्पामा हो मन्दिर हिउँपट्टि यहीँ त हो गाडी नै जानु हिँडेर गयो भने चाहिँ पुगिन्छ फेरि उसले बाटै नै बनायो गाडी जाने केबुल कारवाला कहाँ बनाउने भयो त अनि किन कमाइ हुने भयो नि त गाडीको अन्त ल भएपछि ल अब चाहिँ हिँड्थ्यौँ ए फुल झड्क्यो यार ल्याले कम मेहनतले टिपा फुल यार ले मोबाइलमा चार्जर कम छ यार कता राखौँ त यहाँनिर यस्तो सुट्दैन न त छोड्दा सामान मेरो ब्यागमा राखिदिएको छोड भयो होइन क्यामेरा ढाकिन लाग्छ छोड सो अलराइट गाइज अनि आजलाई त यति नै अब रुमतिर जान लाग्यो पुरै लुगाको हालत कस्तो भएको छ अब हल्का स्कुटी साफ गरिन्छ अनि लालीगुँडा टिपेर आएको होइन अब चाहिँ रुमतिर हिँडेको अब अर्को भिडियो बनाउँला होइन अर्को ठाउँ जाँदाखेरि सो लाइक कमेन्ट अनि च्यानललाई सब्सक्राइब गरिदिनु होला किनभने यति समय स्ट्रगल गरेर हल्का एउटा सब्सक्राइब गरिदिँदैमा के हुन्छ होइन सो ओके गाइज ल सी यु इन नेक्स्ट भिडियो ओके